घरमा खुसी आएन अरे, घर खुसी भएन अरे। पहिला त्यो घरको महिलालाई त खुसी बनाउनु, अनि हेर्नुहोस् त्यो घरमा खुसी आफसे आफ आउँछ। हजुरले अरू केही गर्नु पर्दैन। आफ्नो घरमा भएकी महिलालाई, स्त्रीलाई पहिला खुसी बनाउनुहोस्, अनि त्यसपछि तपाईको संसार, तपाईको घर, तपाईको परिवार, तपाईको जिन्दगी स्वतः खुसी हुन्छ। स्वतः हजुरलाई हासिल त मिल्दै जान्छ, स्वतः तपाईको परिवार बन्दै जान्छ।